महिना हिउँदका रुखा बाँकी हराभरा 4 महिना हिउँदका रुखा मेरै सिजादरा मरि गई जन्म नपाइजा मेरै सिजादरा मरि गई जन्म नपाइजा भगपति तल रामला पाण्ड गुफा माथे भगपति तल रामला पाण्ड गुफा घुम्न आउने जते राम्रै भन्छन् सिजादर घुम्न आउने जते राम्रै भन्छन् सिजादर। विशेष गरी त यो हाम्रो यहाँको नागरिकको पनि कमजोरी हो, पोलिटिकल हिसाबले पनि कमजोरी हो। अब हामीले चिनाउन थुप्रै प्रयासहरू गर्यौं, अब नाटकबाट अब फिल्मबाट हर ठाउँ लेखन शैलीबाट पनि प्रयास गर्यौं, तर हाम्रो वास्तविक लिडर नभएको नाताले हामीले यसलाई पहिचान गर्न सकेनौं। अब बाह्य आन्तरिक पर्यटकहरू आउँछन् यसरी भन्छौँ हामीहरू, उहाँले लिएर मिडियामा प्रचार प्रसार गरिदिएपछि यसको प्रचार हुने हो। यसमा अब लिन्छन्, प्रचार प्रसार हुँदैन, योभन्दा पहिला त्यसै भयो। अब प्रचार प्रसारको लागि तपाईहरुसँग अनुरोध गर्न चाहन्छु। पारी हटो पारी पुडो गाडी पारी पुडो कच्ची रोट बीजमा सिजा राज्य बीजमा सिजा राज्य बीजमा सिजा राज्य पारी पुडो कच्ची बाटो बीजमा सिजा राज्य पारी पुडो कच्चा बाटो ए क्या दिया उन भोट विकास निकास केही हुँदैन, क्या दिया उन भोट क्या दिया उन भोट विकास निकास केही हुँदैन केही पनि नै क्या दिया उन भोट विकास निकास केही पनि नै। जनता भोट दिँदैछन् उम्मेदवार त उठेकै छन्, जनता भोट दिँदैछन् उम्मेदवार त उठेकै छन्, जनता भोट दिँदैछन् उम्मेदवार त उठेकै छन्। त्यति त थाहा छैन। मन्दिर उही बेला सिजापति राजाले राज गरेको, अनि यो मन्दिर पनि उही राजाको देवी उही राजाले राखेको मन्दिर हो। अनि फेरि यहाँ लामा पनि छ, लामा पारी अरी लामा देवीले यो लामासँग अलिकता उ गरी लामा पनि देवीसँगै छ। राजा राज गर्दा छिया भनिकन यो राजाको राज उति अझै उही बेला यो के अरे त्यो राज्य हो क्या श्रीपाल पृथ्वीनारायण शाहले सारा एकीकृत गर्ने बेला त्यही बेला लडाइँ भइकन यो सारा एक गरिकन यहाँ ऊ के अरे भाया हो राज्य, त्यही संसारका राज्य उत्या भनिकन भन्ने छ, ऐतिहासिक ठाउँ हो। उपत्यकामा चाहिँ तपाईँको धेरै चाहिँ मल्ल राजाहरूले चाहिँ त्यहाँको धनमालहरू लुटेर तत्कालीन सिजापति राजाले त्यहाँ चाहिँ तपाईँको त्यहाँको खस भाषा सभ्यता यहाँबाट हुँदै सिजा हुँदै त्यहाँ सिकाएको इतिहास छ हेर्नुहोस्। अब त्यहाँबाट चाहिँ के हो भने सिजापति राजाले चाहिँ उपत्यका मल्ल राजाबाट खस भाषा चाहिँ को विस्तार गर्दै चाहिँ राज्य नेपालसम्म चाहिँ तत्कालीन अहिले चाहिँ उपत्यका भन्ने चलन छ, काठमाडौँ उपत्यका राजधानी त्यो नेपालसम्म चाहिँ पुर्याउने चलन खस राजाले गरेको इतिहासमा पुष्टि हुन्छ हेर्नुहोस्। त्यति बेला चाहिँ यहाँको चाहिँ मल्ल राजाको पालादेखि राजधानी सिजा लामाथाडा भन्ने जो कुन सुन्दरी स्थान छ, लामाथाडा त्यही हो, राजधानी त्यही र कर्णाली अञ्चल भन्दा यो राज्यको सिमाना गढकुमाउ नैनीताल र तिब्बतको गाङ्ग्री पुडाङ यसै राज्यभित्र थियो। भन्नुपर्दा नै यो सभ्यता जहाँसम्म श्रीलङ्का भुटान आफ्नो भाषाले बोले पनि यसै सभ्यतामा गएका छन्, यसै सभ्यतालाई सम्मान दिएका छन्। सिजा सभ्यता भन्नलाई यहाँको खस भाषा, खस संस्कृति, अब यहाँको खेतीपाती पनि सभ्यतामा जान्छ। यहाँको धान खेती मासी धान, अब यहाँको मकै, यहाँको आलु, यहाँको सिमी भने सभ्यता अब भएको थियो। अनि
अर्को कुरा अहिले भइराखेको छ कर्णाली कसरी रह्यो नाम भन्ने कुरा कर्णाली प्रदेशको कुरा भन्दा करको नालो भया हुनाले करनाली भनेको हो। कर्णाली भनेको अहिले भाषामा बोलेको छ, हामी करनाली भन्छौँ। जो कर आउँछ नालो तोले के नालो पाडी भन्छन्, त्यसैले कर आउने भयो भने करको नालो भया हुनाले कर्णाली हो भनेर हाम्रो राज्यले भनेको छ। करको नालो त त्यही हो, त्यो स्रोत आउने ठाउँ त्यही हो भनेर भनिराखेको थियो। अब नदी करको नालो हो, करको नालो हो, करको नालो कर आउने भए हुनाले अरूको नदीका नाम अरू राखे। यो करको नालो भए हुनाले पैसा आउने स्रोत भए हुनाले यसलाई कर्णाली भन्छ। अहिले कर्णाली भनेर शब्द दरबार चाहिँ मलाई चाहिँ त्यति चाहिँ यहाँको मान्छे बुढापाकाहरूलाई पनि त्यति थाहा रहेनछ। यो सम्बन्धमा मैले धेरैलाई सोधेँ। यो चाहिँ पहिला चाहिँ राजाहरूले चाहिँ शासन गर्ने र चाहिँ यसको ठुलो राज्य रहेछ, यहाँ ठुलो राज्य रहेछ र यसले यहाँ चाहिँ दैलेख पनि यो दुल्लु भन्ने ठाउँ पनि उसैको रहेछ अनि दुल्लु भन्ने ठाउँ पनि रहेछ र चाहिँ तपाईँको चाहिँ यो बहादुर शाहको पालामा असोज 3 गते दसैँको बेलामा र चाहिँ साल चाहिँ मलाई ठ्याक्कै थाहा भएन। अनि त्यतिखेर बहादुर शाहले चाहिँ यहाँ आक्रमण गरेर जित्नु भएको छ। कथम कदाचित जुम्ला चन्दननाथको अखण्ड धुनी निभ्यो भने दुल्लुको श्रीस्थानबाट अग्नि लगेर धुनी जगाइन्थ्यो। सिंजा क्षेत्रको मौलिक सांस्कृतिक वेशभूषा र रीतिरिवाज छ। गीतले सिंजा साम्राज्यको वैभव र विरासतको ऐना देखाउँछ। यसले हाम्रो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक धरातलको चित्रण गरेको छ। यद्यपि खस सभ्यता राजनीतिक विभेदको चपेटामा परेर बहिष्कृत र तिरस्कृत बनेको पारखीहरूको अनुभव छ। उपत्यकामा चाहिँ तपाईँको धेरै चाहिँ मल्ल राजाहरूले चाहिँ त्यहाँको धनमालहरू लुटेर तत्कालीन सिजापति राजाले त्यहाँ चाहिँ तपाईँको त्यहाँको खस भाषा सभ्यता यहाँबाट हुँदै सिजा हुँदै त्यहाँ सिकाएको इतिहास छ। हेर्नुहोस्, अब त्यहाँबाट चाहिँ के हो भने सिजापति राजाले चाहिँ उपत्यका मल्ल राजा पनि खस भाषा चाहिँ को विस्तार गर्दै चाहिँ राज्य नेपालसम्म चाहिँ तत्कालीन अहिले चाहिँ उपत्यका भन्ने चलन छ, काठमाडौँ उपत्यका राजधानी, त्यो नेपालसम्म चाहिँ पुर्याउने चलन खस राजाले गरेको इतिहासमा पुष्टि हुन्छ। हेर्नुहोस्, यो कनका सुन्दरी मन्दिरको र यो सिजा सभ्यता र खस दरबारको विषयमा यिनीहरू त्रिपक्षीय अङ्ग हुन् जहाँसम्म मलाई लाग्छ। यिनीहरू चाहिँ कनका सुन्दरी मन्दिर प्लस सिजा सभ्यता र खस सभ्यता तिनै पक्ष जोडिएको हुनाले यहाँ तपाईँको खस कल्चरहरू पनि यहीँबाट छ। खस भाषाहरू जस्तै ल्याउप, जाउप हैन भन्ने कुराहरू चाहिँ हामीले यही ठाउँबाट यही थलोबाट हामी उत्पादन गऱ्यौँ र यसरी पूजाआजा यसरी हामीले चाहिँ पाठ पूजा गर्नुपर्छ भन्ने कुरा पनि हामीले यसरी पत्ता लगायौँ। र मुलुकका 100 पर्यटकीय गन्तव्यको सूचीमा पर्दा समेत सिंजामा पूर्वाधार निर्माण शून्य हुनु विडम्बनापूर्ण रहेको स्थानीय सूर्यमन हमाल बताउँछन्। राजमार्गकै कुराहरू गरौँ, तपाईँ खलङ्गा बजारमा जानुहोस्, त्यहाँ पिच भएको छ। अब प्रदेश सरकारले बजेट नहालेको होइन, प्रदेश सरकारबाट बजेट आउँछ तर ठेकेदारहरू बाहिरको हुन्छ। मेन समस्या हो ठेकेदार बाहिरको हुन्छ। त्यो बाहिरको ठेकेदारबाट यहाँको पिटी ठेकेदारले काम चलाउँछ। पिटी ठेकेदारबाट पनि अर्को ठेकेदार बन्छ। यो बन्दा यो रोडको जो मापदण्ड हो त्यो अनुसार कामै हुन सक्दैन। हामीले प्रदेश सरकारसँग अनुरोध गऱ्यौँ, कमसेकम प्रदेशबाट आउने यत्रो रकमहरूको निगरानी त राख्नु पर्यो, अनुगमन हुनु पर्यो। न अनुगमन छ यसको, न यसको निगरानी छैन। ठेकेदारहरूले मनपरी ढङ्गले गर्छन्। कनका सुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफाको गरुड, नुहाउने मन्दिर, बाणगङ्गा मन्दिर, छरिएर रहेका बेवारिसी अवस्थाका ढुङ्गे खम्बा, देवल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेषको संरक्षण हुन नसकेको देख्दा जो कसैको मन थामिन कठिन हुन्छ। इतिहासका नासोको रूपमा रहेका यी वस्तु नामेट भयो भने त्यसको क्षति कहीँ कतैबाट पुरा नहुने निश्चित छ। यी अमूल्य सम्पदा बेवारिसी अवस्थामा छन्। सङ्घीय, प्रदेश र स्थानीय तहका राजनीतिक संरचनाले सिंजाको गौरवमय इतिहास बचाउने काममा बेखबर छन्। 5 भाइ पाण्डव बस्ने पाण्डव गुफा र विराट दरबारको अवशेष समेत भेट्न
मुस्किल पर्न थालेको छ। खस राज्य सञ्चालनको समयमा बनाइएका यी मठ मन्दिर, सिंजा, सिंहबाग, ठुल्ठुला ढुङ्गामा कुदिएका चित्रकला, सङ्केत, अक्षर र अङ्कहरू लेखिएका शिलालेखहरू समेत अहिले खेतबारी र पाखाहरूमा बेवारिसी अवस्थामा भेटिन थालेका छन्। आँखै अगाडि इतिहास मासिन लागेको दृश्यले स्थानीयको चित्त काटिएको छ। स्थानीय सरकार अलिकति नबुझे जस्तो र अलिकति शिक्षित नभएको कारणले अलिकति त्यो स्थिरित भए जस्तो लाग्दैन। किन भन्दाखेरि जो जस्तो अहिले हामीले यो देख्यौँ, हामीले त के सोच्यौँ भने यो संरक्षण छ, यसलाई केही गर्नु पर्दैन। फेरि अर्को ठाउँमा देख्यौँ, अर्को ठाउँमा मठ मन्दिर देख्यौँ, संरक्षण छ। असंरक्षण भएकालाई संरक्षण गर्नु भन्दाखेरि यो पनि हामीले नबुझेका ठहर्यौँ। किन भन्दाखेरि इतिहास तल फेरि उल्टोमेटी फर्किरहेछ। यसलाई उल्टो फर्काउन अहिले चेतना आयो। किन भन्दाखेरि हामीलाई चाहिँ जनचेतना र अग्रपन्थीमा लिने अलिकति अगुवाईको कारणले गर्दाखेरि हामी नबुझेका रहेछौँ। अहिले मेरो मानसिकमा आयो, अब म भोलि एक हप्ता पछाडि यसलाई संरक्षण पालिस गरेर हुने हो कि उल्टोसुल्टो बनाएर हुने हो कि माथि उखासेर हुने हो कि चेतना त आयो नि हो। चेतना दिने मान्छे नभइकन हामी अलिकति पछाडि धक्किले जस्तो लाग्यो। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रमा रहेको यो उपत्यकाको भूगोल अनुपम छ। हिमा नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्किएको छ। ऐतिहासिक बजार रहेको हाट सिजा उपत्यका कर्णाली राजमार्ग मार्फत सडक सञ्जालमा जोडिएको छ। स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ। यार्सेकोमा यहीँ छ। यहाँ चाहिँ तपाईँको चाहिँ केसर खेती हुन्छ। स्याउहरू चाहिँ जताततै स्याउहरू फलाउन सकिने सम्भावना छ। यो त राज्यले चाहिँ अब हेर्नु पऱ्यो नि। केन्द्र सरकारले यहाँ छ भनेर चाहिँ तपाईँको हरेक चाहिँ र मेटेरियल चाहिँ कर्णालीमा चाहिँ तमाम चाहिँ प्रचुर सम्भावना छ भने चाहिँ सरकारले चाहिँ गलत तरिकाले हेरिराखेको छ। यहाँ पहिचान गर्न सकिरहेको छ, आइडेन्टिफाई गर्नु पऱ्यो। त्यसले गर्दाखेरि उसले चाहिँ सरकारले चाहिँ अझै पनि कालो चस्मा लगाएर चाहिँ तपाईँको चाहिँ सरकारले चाहिँ तपाईँको हेरिराखेको छ। कर्णालीप्रति चाहिँ नजर त्यस्तो छ। कर्णालीका राजाहरूको मुख्य योगदान भनेको अहिले बोलीचालीमा रहेको खस भाषाको उद्गम स्थल नै हो। यहाँ ईसाको 13औं शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो। त्यसो त सिजा उपत्यका खस मल्लहरूको राजधानी थियो। आजभन्दा 3461 वर्ष अघि अर्थात् ईसापूर्व 1444मा राजा जलन्धरले सिंजा राज्य स्थापना गरेका थिए। राजा जालन्धर शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर सी र आफ्नो नामको अघिल्लो अक्षर जाबाट जोडेर सिजा नाम रहन गएको जनश्रुति भेटिन्छ। जालन्धरकी रानी वृन्दाले बास गरेको भनी सिजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ। पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ। यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा विनयनी उच्चारण गरिन्छ। खस राजा नागराजाले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब 300 वर्षसम्म शासन गरेका थिए। खस राजाले पूर्वमा नेपाल उपत्यकामा 2 पटक भन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिममा कुमाव गढवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारिएको इतिहास भेटिएको छ। यस्तै गरी बलि राजाका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ। जुम्ला राज्यका अन्तिम राजा सुलेमान शाहीले विक्रम सम्वत 1816 मा राज्याभिषेक गरेका थिए। नेपाल एकीकरणको अभियानमा शिवनारायण खमीको गोर्खाली सेनाले 1846 कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व थियो। 4औं शताब्दीमा सुरु भएको जुम्ला राज्य 18औं शताब्दीसम्म अखण्ड र शक्तिशाली रहेको थियो। इतिहासको पारसमणि यो भूमिको गुमेको त्यो ऐतिहासिक साख फर्काउन सम्पूर्ण नेपालीको एकता आवश्यक छ। जुन ठाउँले नेपालीलाई जोड्ने अभिभारा लियो त्यो ठाउँको संवर्धन प्रवर्धनमा जुट्नु हाम्रो कर्तव्य हो।
सबै नेपालीको एउटै ध्वनि हुनुपर्छ, नेपाली हामी रहन्छौँ कहाँ सिजा नै नरहे। हात पुग्दैन लौरी छैन पहरामा सुन्छ, अर्कालाई बुझाउने मन आफै किन रुन्छ। सिजाबासीको पीडा हो यो, न हात पुग्छ न लौरी पुग्छ। सबैलाई सम्झाउने मन आज सिजाबासीको यसरी नै गीतका भाकाहरूमा पनि दुखिरहेको छ। यी भग्न विशेष काँडा, यी भग्न विशेष दरबार, यो भग्न विशेष भूभागले पनि सिजाबासीको मन यसरी नै गीतबाट पनि दुखिरहेको छ। दर्शकबिन, कथा कर्णालीको आजको श्रृङ्खला कस्तो लाग्यो? सल्लाह सुझावको अपेक्षासहित सम्पूर्ण युनिटका साथ मलाई पनि आज्ञा दिनुहोस्। नमस्कार। हाँसिदिन काटौँला सुच्यालेको पर तैतले, हाँसिदिन काटौँला सुच्यालेको पर तैतले, रोइ